ल आज चाहिँ यो बोन्डाईको झिङ्गे माछा यस्तो मिठो अचार बनाएर खानु पर्यो भनेको अचार बनाउनु पर्यो भनेको यो बोन्डाईको माछा चाहिँ एकजना नन्दाले बोन्डाईदेखि आउँदा ल्याउनु भएको रहेछ। अनि मेरो माइजू सासूले दिनुभएको, अनि आज चाहिँ बनाएर खानु पर्यो भन्दैछु। ल म चाहिँ तातो पानीमा यसरी एकछिन भिजाएर बेसरी यो सिलिबर जाने गरिदिन्छु। के गोमा म वायो घोम्पेक ल हप्तुङ आसो नाममाले नोरी घोमा घोम्पेक ल लर पातङ वे त्यति हामेले अहिले चाहिँ यसरी गर्ने। अनि 9-10 चोटि धुनुपर्छ अनि मात्रै सफा हुन्छ। र राम्रो धोएर यस्तो चाल्नी छप्पनीमा यहाँ पानी तार्नुपर्छ। ल यसरी पानी तारेपछि अनि यो के अरे यो धोएको पानी चाहिँ माथि बोट बिरुवामा लगायो भने यस्तो सप्रिन्छ, राम्रो मल हुन्छ। ल यस्तो फुलहरूमा लायो भने मजाले फुल्छ। कस्तो पानी पनि पर्दैछ अलिअलि, अनि घाम पनि लाग्दैछ, कस्तो अचम्मै। ल यसपालि बल्ल बल्ल चामेलीको फुल फुलेको। कति वर्षमा एकजना मेरो माइजू सासूलाई मागेर रोपेको। लिम्बू भाषाबाट हरान्दी सिक्पा चामेली फुङ भन्छौँ। अनि यो फुलमा चाहिँ साह्रै मौरी आउँछ, मिठो बास्नामै आउँछ। आल्लो यसले 5086 तङ्बे नेपाली 2083 साल जेठ महिना। अनि फुला लागेको चाहिँ अहिले जुन 2026 हो। ल यो चाहिँ लिला फुङमा भन्छौँ। ल यो फिकको बोटमा लगाएको छु, 2टा मात्रै फलेको छ यसपालि त। पोपरा त 5-6वटा फल्यो। यो फिकले चाहिँ हाम्रो के अरे ठुलो आन्द्रालाई राम्रो गर्छ अरे भन्छ। याक्थुङबा पान लिम्बू भाषाबाट चाहिँ थागाङमा भन्छ ठुलो आन्द्रालाई। माथि यो हरियो खालको स्याउ हो, लेताङबा सिङ्से भन्छ लिम्बू भाषाबाट। अब इङ्ग्लिसमा चाहिँ ग्रिन एप्पल भन्छ। ल मजाले फल्दैछ, अब पाकेर खानु पर्ला। 2 महिना 3 महिनामा पाक्छ। पोहोर रोपेको फुल यसपालि मात्रै फुल्यो, मजाले हेर्नु पाइयो, कति राम्रो फुलेको छ। ल यिनीहरू चाहिँ रबर जस्तो फुल हो। यो चाहिँ एकजना विदेशी साथीले दिनुभएको। अहिले त मान्छे पनि भेट्दिनँ, कता जानुभयो। उहाँको सम्झना चाहिँ आइबस्छ यो फुल देख्दा, कति राम्रो फुल्छ। अब चाहिँ पानी मजाले तरेको छ, अब चाहिँ तेलमा भुट्नु पर्यो पहिला चाहिँ। ल अहिले चाहिँ ओलिभ ओइल खराको निङ्गे साङसुङबा भन्छ। ल अब चाहिँ बिस्तारै यसरी चलाउनु पर्छ, रातो रातो हुने गरी भुट्नुपर्छ। हे तङ्ग नभएको बन्नुर एन्डर फर्म भएको। ल अब चाहिँ यतिको भएपछि नुन, अनि यो अकबरे खोर्सानी पिसेको, अनि बार मसला मार मसला, अनि लेमन ग्रास, अनि यो हरियो चाहिँ रोजमेरी, अनि यो रातो पिङ्क कलर चाहिँ यो चाहिँ लाल चानी या बेलचानी मसिनो पिसेको, अनि ल्वाङ सुकमेल यहाँनिर सिनेमेनहरू सबै पिसेर हालेको स्टार। अब चाहिँ मजाले चलाउने हो। यो लाल चानी नै अमिलो हुन्छ, त्यही भएर अमिलो हाल्नु पर्दैन। अनि यो लाल चानीले चाहिँ खुन पनि सफा गर्छ अरे भन्छ। ल अघि चाहिँ बेसार र हिङ लाउनु बिर्सेछु, अहिले चाहिँ बेसार र हिङ पनि लगाएको। यो बेसार र हिङले चाहिँ राम्रो गर्छ, स्वास्थ्यलाई पनि राम्रो गर्छ, अनि अचारलाई कुहिनु दिँदैन अरे भन्छ। ल हेर्नुहोस् हजुर से मार मसला सबै लगाएको हो। अनि यो चाहिँ अब मजाले सेलेपछि सिसाको कन्टेनरमा राखेर
जहिले भातसँग जाँड रक्सी बियर जेसँग खाँदा नि हुन्छ है हजुरसे। ल है हजुरसे म चाहिँ कोदोको तोङ्बासँग खानु पर्यो। आज चाहिँ हिजो अस्तिदेखि एकदमै पानी परेर जाडो जाडो छ बाहिर त। अब जाडो बगाउनुको लागि तोङ्बा र यो बुन्नाइको माछाको अचारसँग खानु पर्यो भनेको। ल है हजुरसे तपाईँहरूलाई पनि मन परेमा कहिलेकाहीँ यसरी बनाएर खानुभयो भने यस्तो मिठो हुनेछ। हवस् त, धन्यवाद नुगेन्लो, थ्याङ्क यू फर वाचिङ। खाए ल।